पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले गुठी संस्थानको स्वामित्वमा रहेको 250 रोपनी सहित 554 रोपनी जग्गा गैर कानूनी रूपमा आफ्नो नाममा ल्याइसकेपछि मात्र मन्त्री परिषदद्वारा हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति लिएको पाइएको छ। पतञ्जलिले 24 मङ्सिर 2064 देखि 28 कार्तिक 2065 सम्ममा हदबन्दी भन्दा बढी जग्गा खरिद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा खुलेको हो। मन्त्री परिषदले भने पतञ्जलिलाई हदबन्दी छुटमा जग्गा खरिद गर्ने अनुमति 2066 साल माघ 18 गते मात्र दिएको थियो। मालपोत नापी भूमि सुधार विभाग मन्त्रालय लगायतको मिलेमतोमा पतञ्जलिले गरेको खरिद बिक्रीलाई तत्कालीन मन्त्री परिषदले वैधता दिएको अख्तियारको अनुसन्धानमा भेटिएको छ। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा 20 असोज 2064 मा पतञ्जलि नेपालमा दर्ता भएको थियो। त्यसपछि 2064 पुस 9 मा काभ्रेमा उद्योग खोल्न भनेर पतञ्जलिले 700 रोपनी जग्गा हदबन्दी छुटमा किन्न भूमि सुधार मन्त्रालयलाई निवेदन दिएको थियो। 11 फाल्गुन 2064 मा मन्त्रालयले यो पत्र भूमि सुधार विभागलाई पठाएको थियो। त्यसपछि पत्र काभ्रे मालपोतमा पुगेको थियो। 2065 असार 25 मा 3 ठाउँमा 700 रोपनी जग्गा खरिद गरे कुनै विवाद नहुने भनी मालपोत काभ्रेले सरजमिन मुचुल्का उठाएर भूमि सुधार विभागलाई पठाएको थियो। त्यसपछि 2065 कार्तिक 28 गते सम्ममा हाल बनेपा नगरपालिका अन्तर्गत पर्ने साबिकका साँगा महेन्द्र ज्योति र चलाल गणेश स्थान गाविस अन्तर्गत 554 रोपनी 5 आना 1 पैसा जग्गा पतञ्जलिले खरिद गरिसकेको थियो। पतञ्जलिले खरिद गरेको जग्गा मध्ये 252 रोपनी 3 आना 1 पैसा गुठी संस्थान इटिचोक गुठीको थियो। तर मालपोत र गुठी कार्यालय काभ्रेका कर्मचारीहरूको मिलेमतोमा त्यो जग्गा कम्पनीका नाममा लगाइएको थियो। जग्गा किनिसकेपछि 2065 माघ 19 गतेमा काभ्रे मालपोतले पतञ्जलिले हदबन्दी छुटमा जग्गा पाउने गरी भूमि सुधार विभागलाई पत्र पठाएको थियो। त्यसमा लागू भूमि सुधार मन्त्रालय, भूमि सुधार विभाग, मालपोत कार्यालय काभ्रे र गुठी संस्थान शाखा कार्यालय काभ्रेका कर्मचारीहरूको मिलेमतो भएको अनुसन्धानबाट खुलेको छ। पतञ्जलिमा नामसारी गरिसकेको जग्गा निकाल्ने प्रयोजनका लागि रोक्का राख्न 2065 फागुन 13 गते सनराइज ब्याङ्कले मालपोतलाई पत्र पठाएको थियो। त्यसपछि फागुन 15 गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा रहेको हदबन्दी भन्दा बढी जग्गा सुरक्षण बापत भितोमा राखी कर्जा निकालिएको थियो। पतञ्जलिले भने 2066 मङ्सिर 11 गते मात्र हदबन्दी छुटमा जग्गा किन्न अनुमति मागेर निवेदन दिएको थियो। त्यस बमोजिम विभागले 2066 मङ्सिर 30 गतेमा प्रक्रिया अघि बढाएको थियो। 2066 पुस 22 मा भूमि सुधार मन्त्रालयले हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिने प्रस्तावको टिप्पणी उठाएको थियो। 2 दिनपछि पुस 24 मा काभ्रेमा 815 रोपनी सहित दाङमा 75 बिघा, लमजुङमा 300 रोपनी, स्याङ्जामा 250 रोपनी, चितवनमा 15 बिघा, धनुषामा 25 बिघा, काठमाडौँ उपत्यकामा 125 रोपनी, बारा र पर्सामा 40 बिघा जमिन 5 वर्षभित्र खरिद गर्न स्वीकृति दिने प्रस्ताव मन्त्री परिषदले गरेको थियो। मन्त्री परिषदले 21 पुसमा प्रस्ताव विधेयक समितिमा पठाएको थियो। तत्कालीन कानून मन्त्री प्रेम बहादुर सिंह अध्यक्ष रहेको समितिबाट अनुमोदन भएपछि मन्त्री परिषदले 18 माघमा हदबन्दी छुटमा जग्गा किन्न दिने निर्णय गरेको थियो। विधेयक समितिको निर्णय भूमि सम्बन्धी ऐन 2021 विपरीत रहेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ। हदबन्दी छुटमा जग्गा किन्ने निर्णय भएको महिना दिन नबित्दै 17 फाल्गुन 2066 मा हदबन्दी भन्दा बढी जग्गा बिक्री सट्टापट्टा गर्न पाऊँ भनी पतञ्जलि नेपाल प्रमुख शालिग्राम सिंहले भूमि सुधार मन्त्रालयमा निवेदन दिएका थिए। निवेदन बमोजिम तत्कालीन भूमि सुधार मन्त्री डम्बर श्रेष्ठले 1
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मन्त्री परिषदको निर्णय जतिसक्दो छिटो कार्यान्वयन गर्न तत्कालीन मुख्य सचिव माधव घिमिरेले ताकेता गरेका थिए। सोही ताकेता अनुसार 17 चैतमा तत्कालीन सचिव छविराज पन्तले मन्त्री परिषदको बेहोरा सहितको पत्र विभागलाई पठाएका थिए। मन्त्री परिषदको निर्णय कानून अनुसार नभएको भनी विभागका तत्कालीन महानिर्देशक केशर बहादुर बानियाले इन्कार गरे। मन्त्री परिषदले 26 चैत बानियालाई स्पष्टीकरण सोधे। भोलिपल्ट 27 चैतमा मन्त्रालयबाट जितबहादुर थापालाई विभाग महानिर्देशक बनाएर पठाइयो। त्यसपछि मन्त्री परिषद निर्णय कार्यान्वयन गरिएको थियो। पतञ्जलि भूमि प्रशासन र मन्त्री परिषदका पदाधिकारीहरूको हिलेमतोमा सिलसिलेवार रूपमा हदबन्दी छुट जग्गा किनबेच सम्बन्धी निर्णय भएको देखिन्छ। अनुसन्धानमा संलग्न अख्तियारका एक अधिकारीले भने खासमा सबै कारोबारको टुङ्गो मन्त्री परिषदद्वारा निर्णय गर्नु अगावै टुङ्ग्याइसकेको थियो। अब हामी तपाईलाई भूमि सम्बन्धी ऐनको जानकारी दिन गइरहेका छौँ। भूमि सम्बन्धी ऐन 2021 अनुसार व्यक्तिले तराई क्षेत्रमा 11 बिघा, काठमाडौँमा 25 रोपनी र पहाडी क्षेत्रमा 75 रोपनी जग्गा राख्न पाउँथ्यो। 8औं संशोधन 2076 भने व्यक्तिले तराई र भित्री मधेसमा 10 बिघा, काठमाडौँ उपत्यकामा 25 रोपनी र पहाडी क्षेत्रमा 77 रोपनीसम्म राख्न पाउने व्यवस्था गरिएको छ। कुनै व्यक्ति वा निजको परिवारले घरबारीका निम्ति आवश्यक भई तराई र भित्री मधेसमा 1 बिघा, काठमाडौँ उपत्यकामा 5 रोपनी र उपत्यका बाहेक पहाडी क्षेत्रमा 5 रोपनी जग्गा थप राख्न सक्छ। उद्योग व्यवसाय सञ्चालन लगायत निश्चित परिजनका लागि भने सरकारबाट अनुमति लिएर हदबन्दी छुटमा जग्गा राख्न पाइने कानून व्यवस्था छ। हदबन्दी छुटमा राखिएको जग्गा बिक्री गर्न पाइँदैन। पहिले तोकिएको परिजन विपरीत रहे जग्गा सरकारकै नाममा फिर्ता हुनुपर्छ। पतञ्जलिको भने हदबन्दी छुटको जग्गा कानून मिचेर सरकारी संयन्त्रकै आडमा हाउजिङ कम्पनी तथा विभिन्न व्यक्तिलाई बिक्री गरिएको थियो। पतञ्जलिको जग्गा इनामिना प्रकरणमा बिहिबार अख्तियार दुरुपयोगले अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल, तत्कालीन मन्त्रीद्वय डम्बर श्रेष्ठ, प्रेम बहादुर सिंह, तत्कालीन मुख्य सचिव माधव घिमिरे, तत्कालीन भूमि सुधार सचिव छविराज पन्त, भूमि सुधार विभागका तत्कालीन महानिर्देशक जितबहादुर थापा र केशर बहादुर बानिया तथा पतञ्जलि नेपालका प्रमुख शालिग्राम सिंह सहित 93 जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। हदबन्दी छुटको जग्गा अपचलन अभियोगमा 18 करोड 58,50,00,000 रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा बिगो बापतको रकम असुल गर्न अख्तियारले माग दाबी गरेको छ। जग्गा जफत प्रयोजनका लागि 28 व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाइएको छ।